प्रहरी किन आयो यहाँ प्रेस मिटमा किन आएको प्रेस मिटमा किन आएको प्रहरी प्रेस मिट हुँदा हुँदै किन आएको प्रहरी किन प्रेस मिट गर्नुभएको प्रेस मिट गर्नुभएको हाम्रो त अब चलिरहेको भएर चाहिँ यसरी त्यही अनुसन्धानकै क्रममा चाहिँ यसरी उहाँहरूले जुन आरोप लगाउनु भयो जे भयो त्यो अनुसन्धान हुँदाहुँदै पत्र यो प्रेस मिट हरेकचोटि गर्दाखेरि चाहिँ यो अलिकति हामीलाई पनि खबर नभइकन हरेकचोटि प्रेसबाट चाहिँ जे पाइ त्यही जानुभन्दा उहाँहरूले चाहिँ मलाई बारम्बार दिएको धम्की उहाँहरूले बोलेका अपशब्दहरू जुन हामीले बोल्यौँ भनेर उहाँहरूले मलाई बारम्बार आरोप लगाइरहनु भएको छ उहाँहरूबाट आउने आरोप पनि म तपाईँहरूलाई सुनाइदिन्छु है तपाईँलाई धेरैभन्दा धेरै धम्की आयो यसमा मेरो परिचय के हो भन्नु त होइन म अनुसन्धानमा छु बोल्न मिल्दैन उहाँहरूले चाहिँ यस्तो धम्की दिनुहुन्छ उहाँहरूले मलाई हामी एउटा प्रेस मिटमा समाचार सङ्कलनका लागि एउटा पीडितले हामीलाई फोन गर्नु एउटाको 25 लाख रुपियाँ एउटाको 46 लाख समथिङ पैसा छ है एउटाको 25 लाख पैसा खाएको छ के अरे तपाईँको बेलायतबाट पैसा हालेर यहाँ लिने शर्तमा ठगी भनौँ न प्रमाण हेर्दा आधार हेर्दा हामी प्रेस मिटमा मात्रै छौँ होइन चितवनका पत्रकार साथीहरू सबै समाचार सङ्कलन गरेर रिपोर्ट गर्न पाएको छैन प्रहरीको भ्यानभन्दा अगाडि दुईवटा गाडी बडो चाहिँ त्यो गुन्डागर्दी शैलीमा गाडी उभिएको मैले देखेँ दुईवटा गाडी एउटा ओमकार कणेलजी हो यो तपाईँको तल के एउटा हार्डवेयर छ उहाँको गाडी देखेँ किनकि उहाँको नाम भित्रपट्टि आइसकेको थियो जो ठगी गरेको हो उसको मामा ओमकारजीले पहिला रेकी गरेको जस्तो आउनुभयो त्यसपछि अगाडिको बिवाइडी कसको नम्बर याद गर्नु यो बिवाइडी आयो यो सँगसँगै गाडी को आयो भने पुलिस आउँछ पुलिसले कसलाई ल्याउँछ भन्दा यो गुन्डाहरू ल्याउँछ त्यसपछि हामीले खिच्यौँ यो 3टा गाडी र प्रहरीको गाडी यो भित्र प्रेस मिट भित्र छिरिसके पछाडि हाम्रा साथीहरूले खिच्न थाल्नुभयो यो भिडियो के थियो भने 46 लाख रुपियाँ ठगिएको बाउ अस्पतालको शैय्यामा आमा मरेको घर जग्गा लिलाम हुने अवस्थामा पीडित हामी त पीडितको कुरा सुन्नु पर्यो नि त पहिला समाचार लेख्ने त पछाडिको कुरा हामी त अर्को पक्ष छ नि हामी कुरा किन बाँकी छ नि उहाँहरू सट्टा आउनुभयो कागज बोक्नुभयो पछि प्रहरी चाहिँ सुरक्षा दिए जस्तो गरेर बडो मजाले आइरहेछ त्यो बेलासम्म सामान्य थियो अनि त्यो महिलाले के गर्नुभयो मोटो हुनुहुन्छ अहिले नाम यहाँ थाहा होला हामी समाउने भन्दैछौँ होला पनि उहाँको पछाडि प्रहरी खास प्रहरी अगाडि हुनुपर्ने हो प्रहरी आएको भए त ठिक थियो नि अनुसन्धान गर्न पाउँछ बुझ्न पाउँछ उजुरी छ भने प्रहरीले गर्ने होला तर के भइदियो भने अगाडि गुन्डा पछाडि गुन्डै भन्छु नि हामी माथि त हातपात गरिसक्यो नि तपाईँलाई आक्रमण भयो तर के भयो भने यो मान्छे आएर मेरो किन खिचेको भन्यो मेरो एउटा भाइले खिच्दै हुनुहुन्थ्यो यो सार्वजनिक स्थानमा जसको पनि खिच्छ किनभने रोडमा प्रहरी आउँदै गरेको छ हामी त्यही प्रेस मिटमा छौँ भनेर बिचरा भाइले खिचिरहनु भएको छ खिचिरहेको त उहाँले के गर्नुभयो भने मास्क लगाएर त्यो हाम्रो भिडियो खिच्दै हुनुहुन्थ्यो त्यसमा नि हाम्रो आपत्ति होइन त्यो महिला भित्र छिर्नुभयो अनि तपाईँको नाम के हो त नि भन्दा मेरो नाम भन्न मिल्दैन म अनुसन्धानको क्रममा छु भन्नुहुन्छ अनि मैले सोधेँ तपाईँको नाम चाहिँ भन्न नमिल्ने अनुसन्धानमा भन्ने अरू चाहिँ तपाईँले भन्ने भनेपछि अनि यो जुन समाजको मान्छे यिनीहरू 4-5जना मान्छेहरू आयो र हामी माथि चाहिँ यिनीहरूले पत्रकार भएको आधारमा समाचार भिडियो खिचेको आधारमा हान्न खोज्छ भएका छन् केही भएको छ भने त्यसको ढुक्क भयो भने सर हजुरको कुरा काटिए पहिलो कुरा एउटा पत्रकार सम्मेलनमा पत्रकारहरूकै अगाडि पत्रकारलाई कुटिनु सुन्नु हामी त कुरो मान्दैनौँ प्रहरीकै संरक्षणमा यस्तो हो कि छैन खास देखाएँ मैले यो म बाहिरबाट निस्केँ प्रेस मिट चल्दै थियो सिद्धियो भनेपछि हामी बाहिर निस्क्यौँ अनि हाम्रो एउटा भाइले चाहिँ प्रहरीको गाडी आयो प्रहरी गाडी एक्लै आएन क्या पहिला एउटा गाडी आयो अगाडिपट्टि हाम्रो ओमकार कणेलिया के थियो हाम्रो
त्यो हार्डवेयरवाला सर हुनुहुन्छ, उहाँ अगाडि धेरै बेर मान्छे निस्किएन, मैले चिनिहालेँ कि भित्रपट्टि उहाँमाथि आरोप आयो समाचारमा। एउटा के अरे दुईटा चाहिँ किशोरीहरू, एउटाको 46 लाख एउटाको 25 लाख, न न्याय पाइयो न के पाइयो, आधारसहित प्रेस मिट गर्नु। हाम्रो काम त पीडितको गुनासो सुन्ने हो नि पत्रकारले। हामी सबै लेखेपछि बाहिर आएपछि सुन्नुहोस् है, अरू कुरा हातपातको कुरा एउटा पाटो रह्यो। प्रहरी कस्तो शैलीमा आएको छ भन्नुहुन्छ भने साहब, प्रहरीको आडमा प्रहरी सँगसँगै त्यो मोटी एकजना महिला र अरू केटाहरू 4-5 जना झरे। प्रहरीले पुरा समस्या दायाँ बायाँ गरेर लिएर आयो, त्यो टोली भित्र आयो, डाइरेक्ट प्रेस मिटमा हस्तक्षेप गर्यो। अनि तपाईँको नाम के हो त नि भन्नुहोस् न भन्दा कागज निकाल्छ, म अनुसन्धानको क्रममा छु भन्न मिल्दैन भन्ने, अरू सबै बोल्ने। भनेपछि तपाईँ को हो त नि, तपाईँको कुरा हामी राख्छौँ ल भन्नुहोस्, ल नाम चाहिँ भन्नुहोस्, अरू पनि भन्नुहोस्। सर हाम्रो गुनासो के हो भने अन्तिममा भन्छु, सिद्धाउँछु, यो जुन भित्र समातिएको मान्छे छ उसले भिडियो खिच्न थाल्यो, हामीले के भन्यौँ तपाईँको पनि कुरा भन्नुहोस्, हामी हाल्छौँ, सबै कुरा हाल्छौँ भनेपछि एकैचोटि मलाई त उसले प्रहार गर्यो, छोप्न थाल्नुभयो। उसले एकैचोटि हानेपछि मैले अरू केही गरेर च्याप्पै समातेपछि के हो भने यो ममाथिको मात्रै आक्रमण होइन, भित्र प्रेस मिटमा प्रहरीसँगै गुन्डा आउनु, त्रसित बनाउनु, मान्छेलाई भागाभाग बनाउनु र अर्को कुरा एउटा त समातियो। मैले तपाईँको यहाँ एकजना असै साहबलाई भन्दै यहाँ नाम के छ देखाउँछु म, उहाँलाई यो महिला समाउनुहोस् भन्दै उहाँले छोड्नु भएको छ। सारांशमा कुरा के हो भने प्रहरीको आडमा ठगी गरेका मान्छेहरूले यो भागै छ के सर, भागै छ, हामी हुँदैन भने क्या त्यो पीडितमाथि 20% त्यो महिला पनि सम्झनु पर्यो। यो गाडीमा